नमस्ते साथीहरू। लोकसभा दर्पणको 178औं श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको श्रृङ्खलामा नेपाली नागरिकता बनाउने सम्बन्धी महत्त्वपूर्ण विषय लिएर म उपस्थित भएको छु। अब सुरु गरौँ आजको विषय। नेपाली नागरिकता भनेको के हो र किन चाहिन्छ? नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो। सम्पत्तिको प्राप्ति, हस्तान्तरण, राहदानी, मताधिकार, बैंक खाता आदिका लागि नागरिकता अनिवार्य चाहिन्छ। नेपाली नागरिकताका किसिम कति छन्? नेपालको संविधान र ऐन कानुन अनुसार नेपाली नागरिकता 4 किसिमका छन्: वंशज, जन्मसिद्ध, अङ्गीकृत र सम्मानार्थ। खोल हाल्ने समय र लेमिनेसन। नागरिकताको प्रमाणपत्र लिएको केही दिनपछि प्रिन्ट गरेको मसी राम्ररी सुक्छ अनि मात्र खोल हाल्ने। अन्य कागजात जस्तो नागरिकतालाई लेमिनेसन गर्नु हुँदैन। नागरिकता कहिले बनाउने? 16 वर्ष उमेर पूरा भएपछि नागरिकता बनाउन कानुनले दिन्छ। अनुकूल समय मिलाएर जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गई आवश्यक कागजात पेश गरी नागरिकता बनाउनुपर्छ। कागजात के सक्कलै वा फोटोकपी चाहिन्छ? नागरिकताको प्रमाणपत्र लिन जन्म दर्ता, शैक्षिक प्रमाणपत्र आदि कागजातको 1 प्रति फोटोकपी चाहिन्छ। सकल कागजात हेरी रुजु गरी नागरिकता दिइने हुँदा 1 प्रति फोटोकपी सहित सक्कलै कागजात आवश्यक पर्छ। फोटो कतिवटा र कस्तो चाहिन्छ? अभिलेखमा 1, प्रमाणपत्रमा 1 र आवेदनमा 1 प्रति गरी जम्मा 3 प्रति फोटो चाहिन्छ। 2.5 बाई 3 सेन्टिमिटरको साइजमा रातो पृष्ठभूमि, बोर्डर, चस्मा, अत्याधिक गहना नभएको ढाका टोपी वा धार्मिक सांस्कृतिक बाहेक अन्य टोपी नलगाएको रङ्गीन फोटो चाहिन्छ। नागरिकता बनाउन कति समय लाग्छ? आफू स्थायी रूपले बसोबास गरेको वडाबाट सिफारिस भई आएको र रित पुगेको आवेदन भएमा आवेदन बुझाएको केही घण्टामा नागरिकता बन्छ। नागरिकता बनाउने प्रक्रिया के हो? आवेदन फारम भरी वडा कार्यालयमा बुझाउने। वडा कार्यालयले सिफारिस गरेपछि आवश्यक कागजात संलग्न राखी जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयको नागरिकता फाँटमा पेश गर्ने। सक्कल अनुसार रुजु भएपछि शनाखत गर्ने र नागरिकता लिनेले सही छाप गर्ने। त्यसपछि कार्ड तयार भई प्रशासकीय अधिकृतबाट हस्ताक्षर हुन्छ। अभिलेखमा नागरिकता लिनेले ल्याप्चे सही छाप गरेपछि प्रमाणपत्र प्राप्त हुन्छ। नागरिकता बनाउन कति शुल्क लाग्छ? नयाँ नागरिकता आवेदनमा रु 10 को टिकट र प्रतिलिपिका लागि रु 13 को टिकट बाहेक अन्य शुल्क लाग्दैन। तर नागरिकता लिन सिफारिस गर्ने वडा कार्यालयले भने तोके अनुसार सिफारिस दस्तुर लिन सक्ने व्यवस्था छ। नागरिकता बनाउन को आउनुपर्छ? निवेदक स्वयं र निजलाई शनाखत गर्ने 1 व्यक्ति जस्तो बाबु, आमा, दाजु, दिदी वा एका घरका परिवारका सदस्य अनिवार्य रूपमा कार्यालयमै उपस्थित हुनुपर्दछ। शनाखत के हो? कसले, कहाँ र कसरी गर्नुपर्छ? नागरिकता लिने व्यक्ति मेरो 3 पुस्ताभित्रको व्यक्ति हो। निजलाई नागरिकता दिएमा पछिसम्म फरक पर्ने छैन। फरक परेमा कानुन बमोजिम सहौला बुझाउला भनी कार्यालयमा उपस्थित भई सही छाप गर्ने कार्य शनाखत हो। शनाखत बाबु, आमा वा एका घरका नाता खुलेको अभिभावकले गर्नुपर्छ। नभए 3 पुस्ताभित्रको वंशज खुलेको अभिभावकले गर्नुपर्छ। आमाले शनाखत गर्दा आमाको नागरिकतामा बाबुको नाम नभएमा विवाह दर्ता प्रमाणपत्र चाहिन्छ। नागरिकता फाँटमा सम्बन्धित कर्मचारीको रोहबरमा निजले भनेकै नाताका व्यक्ति हो भनी यकिन गरी सही छाप गराइन्छ। शैक्षिक प्रमाणपत्र र जन्म दर्तामा जन्ममिति फरक छ भने के हुन्छ? शैक्षिक प्रमाणपत्र र जन्म दर्तामा जन्ममिति फरक छ भने पनि नागरिकता बन्छ। यस्तो अवस्थामा एसएलसी वा एसई सरहको शैक्षिक प्रमाणपत्रमा उल्लिखित मिति मान्य हुने हुँदा सोही मिति कायम गरिन्छ। शैक्षिक प्रमाणपत्र र जन्म दर्तामा नाम फरक छ भने के हुन्छ?
एसएलसी वा एसई सरहको शैक्षिक प्रमाणपत्रमा उल्लिखित नाम नै कायम गरी नागरिकता दिनुपर्दछ। यसका लागि सम्बन्धित वडाबाट दुवै नाम भएको व्यक्ति एकै व्यक्ति हो भनी प्रमाणित सिफारिस ल्याउनु पर्दछ। कस्ता व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्दछन्? कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्दछ। वंशजको आधारमा नागरिकता लिन के कागजात पेश गर्नुपर्छ? वडाबाट सिफारिस गराएको अनुसूची 1 बमोजिमको नागरिकता आवेदन फारम, आमा र बाबुको वंशज खुलेको नागरिकता प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र वंशजको नागरिकता लिन पेश गर्नुपर्दछ। कस्ता व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्दछन्? कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्दछ। आमाको नागरिकता पेश नगरी नागरिकता बनाउन मिल्दैन र मिल्छ, तर त्यस्तो नागरिकतामा आमाको नाम लेख्ने ठाउँ खाली रहन्छ र बाबुको नाम मात्र उल्लेख गरिन्छ। आमाको नागरिकतामा बाबुको नाम उल्लेख गरेको छैन भने विवाह दर्ता प्रमाणपत्र पेश गर्नुपर्दछ। बाबुआमाको नागरिकता नबनाएको तर हजुरबुवा, हजुरआमा वा काका, ठुला बाको नागरिकता भएको अवस्थामा नागरिकता बनाउन मिल्छ। आमा बाबुको नागरिकता नबनाएको अवस्थामा वंशजको नागरिकता प्राप्त हजुरबुबा, दाजु, सहोदर, काका, बडाको नागरिकताको आधारमा नागरिकता बनाउन मिल्छ। यस्तो अवस्थामा बेहोरा खुलेको वडाको सिफारिस चाहिन्छ। बाबुआमाको ठेगान नभएको व्यक्तिले नागरिकता पाउन सक्छ। नेपाल सरहदभित्रै फेला परेको तर पितृत्व मातृत्वको ठेगान नभएको कुनै व्यक्तिको बाबु वा आमाको पत्ता नलागेसम्म त्यस्तो व्यक्तिले नागरिकता लिन निज कुनै संस्थाको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस तथा शनाखत र कुनै व्यक्तिले कानुन बमोजिम संरक्षकत्व प्राप्त गरी पालन पोषण गरेको भए निजको नागरिकता पेश गरेर शनाखत समेत गर्नुपर्दछ। यस्तो अवस्थामा स्थानीय तहको सिफारिस वा प्रहरी प्रतिवेदन माग गर्न सकिनेछ। यस्तो नागरिकतामा बाबुआमाको महलमा पितृत्व मातृत्व ठेगान नभएको बेहोरा जनै संरक्षकको नाम, थर र ठेगाना उल्लेख गरिन्छ। सरजमिन मुचुल्का कस्तो अवस्थामा गर्नुपर्दछ? शनाखत गर्ने व्यक्तिले शङ्कास्पद रूपमा शनाखत गरेको लागेमा थप छानबिन हुन सक्दछ। निवेदकको बाबुआमाको सम्बन्धमा वा स्थायी ठेगानाको सम्बन्धमा थप कुरा बुझ्नुपर्ने भएमा स्थलगत सरजमिन वा प्रहरी सरजमिन माग गर्न सकिन्छ। नागरिकता बनाउने सामान्य उमेरभन्दा ढिलो गरी आएमा, बाबु वा आमाको बारेमा स्पष्ट नखुलेको, स्थायी बसोबासका बारेमा प्रष्ट नभएको लगायतका व्यक्तिको नागरिकता बनाउने क्रममा सरजमिन बुझ्न सकिन्छ। जन्मदर्ता वा शैक्षिक प्रमाणपत्र दुवै चाहिन्छ कि एक मात्र भए पुग्छ? नागरिकता बनाउन जन्मदर्ता अनिवार्य चाहिन्छ। एसएलसी, एसई वा सोभन्दा बढी पढाइ भएका व्यक्तिको हकमा शैक्षिक प्रमाणपत्र समेत पेश गर्नुपर्दछ। शैक्षिक प्रमाणपत्र पेश नगर्दा यसमा उल्लिखित अनुसार नाम, थर, जन्ममिति, नागरिकतामा फरक पर्न सक्ने भएको हुँदा शैक्षिक प्रमाणपत्र पेश गर्दा शैक्षिक प्रमाणपत्र र नागरिकतामा नाम, थर, जन्ममिति उही रहन्छ। नेपाली नागरिकता त्याग गर्न सकिन्छ? नेपालको नागरिकता त्याग्न चाहेमा त्याग गर्न सकिन्छ। जिल्ला प्रशासन कार्यालयमा स्वयं आइ वा विदेशमा बसेको भए नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूत समक्ष अनुसूची 9 बमोजिमको सूचना दिनुपर्दछ। सूचना दर्ता भएको मितिदेखि सो व्यक्तिको नेपाली नागरिकता समाप्त हुन्छ। नेपाली नागरिकता त्याग गरेपछि फेरि कायम गर्न सकिन्छ? नेपाली नागरिकले विदेशी मूलको नागरिकता त्याग गरी फेरि नेपालमा नै आइ बसोबास गरेको भए निजले चाहेमा फेरि नेपाली नागरिकता कायम गर्न सकिन्छ। निजले विदेशी नागरिकता त्याग गरेको निश्चयसहित अनुसूची 11 बमोजिमको ढाँचामा निवेदन दिनुपर्छ। निवेदन प्राप्त भएपछि अनुसूची 12 बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई साबिकै नागरिकताको विवरण सहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिन्छ। झुट्टो विवरण दिई नागरिकता प्राप्त गरेमा के हुन्छ?
झुटो विवरण दिएमा नाम, थर, जात, ठेगाना, बाबुका नाम, राष्ट्रियता ढाँटेमा गैर नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र लिएमा नागरिकता रद्द हुन सक्दछ र 15,000 रुपैयाँसम्म जरिवाना हुन सक्छ। नागरिकता कार्डमा आफैले केर्मेट वा थपघट गर्न हुन्छ कि हुँदैन? नागरिकतामा भएको विवरण आफैले केर्मेट वा संशोधन गर्न मिल्दैन। विवरण आफू खुसी सच्यामा 3 महिनासम्म कैद वा 10,000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। विवरण अन्यथा भई सच्याउनु परेमा कारण प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ। हस्त साथीहरू, आजको श्रृङ्खला यही अन्त्य हुन्छ। यो श्रृङ्खला कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। फेरि अर्को श्रृङ्खलामा भेटौँला। धन्यवाद। नमस्ते।